ल हेर्नुहोस् है साथीहरू, जुन किसिमले यो बाइक स्टार्ट भएन, अब चिन्नु नै हुन्छ यो कुन बाइक हो होइन। यो बाइक स्टार्ट नभएको खण्डमा चाहिँ थोरै आइडिया लाउँदै हाम्रो आशिक दाइको बाइक चाहिँ एकदम झ्याप स्टार्ट हुन्छ। तर मेरो चाहिँ भइरहेको छैन। अस्ति भर्खर बनाएको तर पनि स्टार्ट त भएन। तर अब फेरि भएन भनेर बस्नुभन्दा पनि अब के छ त नि त्यसको सोल्युसन भनेर हेर्दै गर्दाखेरि चाहिँ ओहो फेरि अर्को आइडिया चाहिँ लाउनु पर्ने भएको छ। हेर्दै जाउँ, हामीले सक्सेस चाहिँ यसलाई गर्नै पर्छ, नत्र भने फेरि दोहोरो धकाल्नु पर्छ। भनेपछि यसलाई यता पल्टाउनु पर्ने भएन। ओके रोशन दाई, दिस इज नट गुड। के अरे अस्ति भर्खरै त हामीले बनाएको हो नि होइन, तर पनि एकचोटि सेल्फ हानेर सुनाइदिनु त कस्तो भयो। स्टिल सेम प्रब्लम है, सेल्फ हान्दाखेरि लिँदै लिन्न। खास अस्ति नै पनि प्रपरै भएको चाहिँ होइन, तर जस जनतन स्टार्ट हुन्थ्यो अब सुरुमा होला भनेर हुन्छ होला जस्तो लाग्यो। तर अहिले फेरि सेम त्यही भएको छ। सो डिस्कस्टिङ होइन, के हान्नु त अब, के गर्नु मिल्यो। ल हामी चाहिँ खास यसलाई पनि सुताएर, त्यसलाई नि यहाँ जस्तो सुताएर ठ्याक्कै यसको विल पावरले त्यसको पनि घुमाउने भन्ने उतिखेर अब मिलेन। ठिक छ, रमाइलो जिन्दगी। रमाइलो त के रमाइलो भने रमाइलो त होइन यो, यस्तो हुन्छ जिन्दगी बेगम खुसी। ओके, बाइक बिग्रेको हुनाले चाहिँ नि म चाहिँ आशिक दाइसँग आएँ। बाइक चाहिँ वहीँ छोडिदिएँ पुलतिर। जस रमाइलो भइरहेछ। दाइले चाहिँ आज राइड गर्नुहुन्छ भने म चाहिँ दाइको पछि बसेको चाहिँ जानुपर्ने हुन्छ। एकछिन तिन ठाउँ ल जाउँ। ओ माइ गॉड, आशिक दाइ रिपिट। म चाहिँ बवाल किसिमको टेक्निकल। ओ माई गॉड, छिटो जाऊँ, बाख्राहरू तर्सेला। यो बाख्राहरूलाई पनि हामीले याद गर्नुपर्छ कि फेरि बाख्राहरू ऊ भयो भने चाहिँ, डढायो भने चाहिँ फेरि हामीले नै गाली खाइन्छ। सो द्याट ओके, खास आउन खोजेको बाटो यही नै थियो। अनि यहाँसम्म आएर यसो राइड गर्ने प्लानिङमा थियो। जस राम्रो बाटो छ होइन। हाम्रो जो पनि अर्गनाइजर टिमहरू हुनुहुन्छ, जगत दाईहरू जस एकदम राम्रो बनाउँदै हुनुहुन्छ। लास्ट टाइम पनि यहाँ धेरै राइडरहरूले खेल्नुभयो होइन। लास्ट टाइम राजेश मगर दाजुले जित्नु पनि भयो। जस नट अ जोक होइन, यसरी अरूको लागि यसरी यस्तो ट्र्याक बनाइदिनु भन्नुको पनि एउटा ठुलो भूमिका हुन्छ, ठुलो रोल हुन्छ होइन। नत्र हामी चलाउँछौँ मात्रै, तर बाटो बनाउनेतिर चाहिँ हामीतिर, ट्रायलहरू बनाउनेतिर चाहिँ हामी खासै लाग्दैनौँ होइन नि। त्यसैले जस यसरी कसैले हाम्रो लागि यसरी ट्र्याक खोलिदिनुहुन्छ होइन, रेस अर्गनाइज गरिदिनुहुन्छ भने त्यो त भयङ्कर ठुलो कुरो हो नि होइन। के हो, राम्रै होला होइन। आज अब चलाउन पाइएन। आशिक दाइ यही तल हुनुहुन्छ। यो रहेछ उकालो एउटा, यति चाहिँ उकालो त धुँ अन्त होइन। ल हेर्नुहोस्, हरिगति यस्तो छ। अहिले चाहिँ तपाईँको चाहिने म धानको बारी आलो हिँड्दैछु। आशिक दाइ पहाडी हुनुहुन्छ। रमाइलो यार, बाइक स्टार्ट भएको मेरो पनि रमाइलो हुन्थ्यो। स्टार्ट नभइसकेपछि चाहिँ नि तपाईँको यस्तै छ जिन्दगी। अनि यो बाइकहरू भनेपछि चलाउन चाहिँ धेरै नै मजा हुन्छ होइन। अब चाहिँ यतातिर गयो के हुन्छ। ला यता नत्र डाइरेक्ट त उता रन्के नै हुन्छ के हो। ठ्याक्क गरेँ फेरि पनि। हेर्नुहोस् साथीहरू जसरी प्याराग्लाइडिङमा रमाइलो गरिरहनु भएको छ। इन्जोय हो कि होइन।
पैसा भइन्जेल मान्छेलाई पैसा हुने भने त नेपाल त फेरि स्वर्गभन्दा पनि खतरा छ कि पैसा हुनु पऱ्यो किनभने तपाईँलाई पैसाले नै बाइक किन्ने मिल्छ एडभेन्चर कुराहरू गर्न मिल्छ ओहो माई निगा ओ लुक एट द्याट के भयो दाइ आउनुपर्छ ओ माई गॉड लुक एट द्याट भ्यू उहाँ पनि साथीहरू पुरै छैन तपाईँको है रन्केर त्यसै रन्केका छन् साथीहरू ल हेर्नुहोस् सिएक्सी म गुरुङ होला ओ म गुरुङ नै होला साथीहरू जस कुदिरहनु भएको छ म गुरुङ होइन ए त्यो अस्ति उता जम बान्नु भएको साथीवाला जस जे भयो नि डट बाइक चलाउने सबै आफ्नो आफन्त ब्रदरहरू हो होइन हामी एकअर्का बिच चाहिने मित्रता चाहिँ कायम राख्नुपर्ने हुन्छ लाग्दैछौँ साथी चाहिँ पुरै एकदमै रन्केर जानुभयो ए वान एन्ड ओन्ली नेपालीवाला पिभोट टर्न ल हेर्नु है वा ठ्याक्क भयो स्टार्ट अफ भयो नत्र चाहिँ भयो अलि रुइङवाला अनदर वान डिजे काली हेर्न सक्छौँ अलि थोरै अलिकति पावर लिनु न हुँ यहाँ आउँछ होला कि ओ माई 2 स्ट्रोक इन्जिन हो यो फेरि पिस्टन सिस्टन गर्नु जान लागेको चाहिँ होइन यो 2 स्ट्रोक इन्जिन हो है वान एन्ड ओन्ली रिङ पिस्टन त जानै लागेको होइन जानै लागेको होइन नि वान एन्ड ओन्ली 2 स्ट्रोक बाइक हुन्छ जानु कुदाउनु रन्काउनु चाहिँ नि के अब आफ्नो छैन अहिले उता एकदम शीतल तापेर बसिरहेको छ ल हेर्नुहोस् वाल राइडहरू भइरहेको छ त्यो धुवा फालिरहेको छ नि त्यो धुवा फाल्नु कारण के हो भने उहाँको चाहिँ फेरि एकदम बवाल खालको बाइक हो कि यो चाहिँ वान पिसै भन्न नि मिल्यो किनभने 2 स्ट्रोक जस्तो टाइपको धुवा फालिरहेको छ होइन तपाईँ आफैले मिलाएर बुझ्नुहोस् सायद मेकानिक दाजुहरूले त झन् बुझ्नु नै हुन्छ यो प्रकारले चाहिँ नि राइड गर्दाखेरि चाहिँ नि एउटा छुट्टै आनन्द हुन्छ टक्क चक्क चाहिँ नि होइन ल हेर्नुहोस् पिभोट ल हेर्नुहोस् स्टार्ट अफ बिना पनि पिभोट गर्न मिल्छ केटाहरू रन्क्या छन् मेरो बाइक भएको है रन्काउँछु मैले पनि अब के भन्नु त अब केटाहरू रन्क्या रन्कारा खानु यो छ अहिलेको अवस्था पुरै छैन केटाहरू पुरै हन्केर आएको छन् ओ प्याराग्लाइडिङ माइ गॉड उतापट्टि चाहिँ प्याराग्लाइडिङको भएको रहेछ यता पनि साथीहरू चाहिँ जस रन्किरहनु भएको छ होइन यता पनि कि खानुपर्ने अवस्था आउन सक्छ हजुर तपाईँको के गयो ए अब के हुन्छ भने जसरी अघि त्यो धुवा फालेको थियो नि अब त्यो ओ माई गड जस डट बाइक मन पराउने दाजुभाइहरू धेरै हुनुहुन्छ होइन अब यो कुन बाइक हो भने 4 स्ट्रोक इन्जिन हो होइन
त्यसैले झ्याप्पै सिधै स्टार्ट हुँदैन है यो बाइकहरू चाहिँ एकदम ठुल्ठुलो भ्याल्भहरू हुन्छ हुनै लागेको छ भइहाल्यो सिधै हो मैले भन्थेँ नि यो 4 स्ट्रोक इन्जिनहरू चाहिँ इमिसन अलिकति यता नआउँछ यसो मैले आज यसरी हिँड्दै गर्दाखेरि चाहिँ धेरैलाई देखेँ होइन 3-4जना अघि नै त्यताबाट जानुभएको थियो 2-3जना यतैबाट पनि जानुभयो जस म्याक्सिमम हुनुहुन्छ यार म्याक्सिमम बाइकलाई हुन्छ नि एउटा नेक्स्ट लेभलमा लैजान चाहिँ चाहनुहुन्छ अनि राइडिङ पनि राम्रो गर्नुहुन्छ पक्कै पनि होइन यो बाइकै अब पर्फर्मेन्स बाइक हो पर्फर्मेन्स अरू बाइक भन्दा यसमा छुट्टै आउँछ सँगसँगै अहिले चाहिँ धेरै दाजुभाइहरूको राइड पनि वे बेटर हुँदैछ होइन खुसी लाग्छ यार यसरी जोस् हाम्रो नेपाल पनि पछि यस्तो डट बाइकमा अगाडि बढ्यो भने त धेरै राम्रो हुन्छ नि त ल हेर्नुहोस् फेरि उतानिर चाहिँ अर्को अब्स्ट्याकल मेरो बाइकले चाहिँ अब्स्ट्याकल हान्न चाहिँ पाएन खास मुड चाहिँ यस्तो गर्ने मुड चलिरहेको छ अहिले चाहिँ खास मेरो चाहिँ कता सार्नु पर्यो यसलाई मतिर अझै एक्स्ट्रा हान्नुहुन्छ ओस लड अफ जुम यार साथीहरू चाहिँ पुरै तरिकाले गयो Then you need my tattoo, brother. Every time your bike breaks down. I've got here, so I know about breaking down. I know about visiting mechanic. तपाईँको चाहिँ नि स्टार्ट चाहिँ भएको छैन हेरामा अब के हुन्छ स्टार्ट नै भएन यत्रो राखेर सेला सकेको बेलामा चाहिँ हान्थ्यो अहिले त्यो पनि हानेको छैन डिस्कस फायर इज सो डिस्कस्टिङ